आदरणीय दर्शकबिन नमस्कार। सदाझैँ आज पनि म यहाँ समक्ष एउटा महत्त्वपूर्ण जानकारी लिएर उपस्थित भइसकेको छु। आजको विषय रहेको छ कस्ता जातकको अथवा कस्ता दम्पतिको जुम्ल्या छोरा अथवा छोरी हुन्छ त। लग्न कुण्डलीमा कुन कुन ग्रहहरू कसरी बसेको खण्डमा जुम्ल्या सन्तान प्राप्त हुन्छ त भन्ने बारेमा एउटा महत्त्वपूर्ण जानकारी लिएर उपस्थित भइसकेको छु। जस्तो राशिहरू 3 किसिमका हुन्छन्, चर, स्थिर र द्वि स्वभाव। चर राशि भनेको, स्थिर राशि भनेको, द्वि स्वभाव राशि भनेको कस्ता राशि हुन् म पछिल्लो भिडियोहरुमा पनि यहाँलाई यस बारेमा आवश्यक पर्यो भने व्याख्या गरौँला। अहिले मैले द्वि स्वभाव राशिको बारेमा मात्रै बताउन गइरहेको छु। द्वि स्वभाव राशि भनेको 3, 6, 9, 12 अथवा मिथुन, कन्या, धनु र मीन राशि। यति बुझ्नुभयो भने तपाईले मैले बनाउन लागेको भिडियो पनि बुझ्नुहुन्छ। कुनै पनि जातकको लग्न कुण्डलीको पञ्चम भावमा द्वि स्वभाव राशि, द्वि स्वभाव राशिको बारेमा मैले भनिसकेँ, फेरि पनि भन्छु। 3, 6, 9, 12 राशि अथवा मिथुन, कन्या, धनु र मीन राशि मध्ये कुनै राशि छ र नवांश कुण्डलीमा सूर्य र बृहस्पति मिथुन राशि वा धनु राशिमा छन्, यो बसेको राशिलाई बुधको पनि दृष्टि छ भने त्यस्ता व्यक्तिहरूको जुम्ला छोराहरू हुन्छन् भनेर व्याख्या गरेको छ। त्यस्तै गरी नवांश कुण्डलीमा कन्या राशिमा, नवांश कुण्डलीको कन्या राशिमा अथवा मीन राशिमा चन्द्रमा वा शुक्र बसेका छन् भने त्यसलाई बुधको पनि पूर्ण दृष्टि छ भने त्यस्ता जातकहरूको जुम्ल्या छोरी जन्म हुन्छ भनेर व्याख्या गरिएको छ। हस्त दर्शकबिन, यति भन्दै आजको यो महत्त्वपूर्ण जानकारीबाट मलाई पनि बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। नमस्कार।